आन्दोलनमा निरन्तर लागिरहेका छौँ हामी चाहिँ। ल देखिँदो रहेछ। यस्तो छैन। नमस्ते भिनाजु। एकदम लागि परेको भएको छ। जिन्दाबाद 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 जिन्दाबाद। एक हो एक हो। ठुलो लाइन चाहिँ थोरै छ त मान्छे हाम्रो। यो चाहिँ शान्तिपूर्वक आन्दोलन है। शान्तिपूर्वक आन्दोलन। ब्लग ब्लगमै हो यो। ल अगाडि पनि टक्क लाएर अलिक क्लियर देखिँदैन कि। ल हेर्नुहोस् खारेज गर्ने कहिले हो क्या? खारेज गर्नु पर्यो क्या यहाँ। हाम्रो त क्यामेराम्यान सरहरू हुनुहुन्छ यहाँ। यता हुनुहुन्छ। धेरै अगाडि आइसकेछ यता। धेरै अगाडि चाहिँ पाइएछ। धेरै अगाडि आइसकेछ नि। जाँदैछौँ। यस्तो गर्ने हिँड्ने भइरहेछ। घाम यस्तै लागेको छ। पसिना यस्तै आएको छ। अब चाहिँ ठाउँमा यसरी नै म जोडिँदै गर्छु है त गाइज। हामी चाहिँ यहाँ चिसो खाना आएको थियौँ है गाइज। ल चिसो खाना अब लाग्दैन है। क्यामेरा खतरा निकाल्दो रहेछ। ठिकै निकाल्छ क्या। कुन फोन हो यो? स्यामसङ। कतिमा किनेको? 21,000। 21,000? म पनि स्यामसङ। 22,000 झन्डै पर्यो। सेकेन्ड ह्यान्ड आइफोन होइन? हामी अगाडि सेकेन्ड ह्यान्ड आइफोन होइन? कति? 27,000 मा दिँदैछ मलाई। 27 मा? कुन त आइफोन पनि कुन हुन्छ नि? आइफोन 11। 11 मात्रै कि प्रो म्याक्स हो कि अर्को के पनि हुन्छ क्या? प्रो म्याक्स दिन्छ र त्यतिमा? सेकेन्ड ह्यान्ड हौ। कहाँ नयाँ त कहाँ? म पाएँ तर सेकेन्ड ह्यान्ड। तर पेटी फेरेर दिन्छु भन्दैन त। काम छ त्यसो त। स्यामसङ अरे पेटी फेरेको त्यति कामै राम्रै हुँदैन क्या। माक्स खोला न के लगाएको यताको ट्यापै हो क्या भाइ चाहिँ। फेरि चिजो खाएर गर्मी भयो। आन्दोलन गर्दा गर्दै अब के गर्ने? चिजो खाइयो। अब जान्छौँ उता फेरि एकछिन उफ्रिन्छौँ गराउँछौँ। सरकारलाई गाली गलौज गर्छौँ। सब्सक्राइबर कति छ भने 5 लाख भन्ने खासै धेरै छैन हौ। कति पुग्यो? त्यसै 70 जति पुगेछ। धेर जान्छ अझै। कस्तो गर्मी भयो क्या। घाम त टन्टलापुर भन्छ नि। टन्टलापुर घाम लाग्यो।
पुगेर म फेरि जोइन हुन्छु ल गाइज। गाइज हामी चाहिँ आइसकेका छौँ यहाँनिर। भिड कम भित्र यहाँनिर। बनायो फेरि कता गयो केटाहरू। ए ओइ मनोज न्यु रोड एरियामा सब आन्दोलनै आन्दोलन छ है आज गाइस। हेर्नु ल मोबाइलै झन्डै झरा। ओइ मनु मनु यता बोला ओ मनु उतै छ बोलाऊ। भिड यस्तो छ यहाँनिर आज ल। काली के छ बाबु मिलाउन सानो बा आउनु बा सानो ड्याडी सानो ड्याडी आइसकेछ। अब आन्दोलनमा उत्रिसकेका छौँ हामी सबैजना। यो समाधान समाधान ल अब पछाडि जानु भनिरहेको छ नै अगाडि जाँदा। यहाँ यस्तै हो। म फेरि पनि आउँदै गर्छु। यस्तै गरेर एकैछिन पक्नुपर्छ है फेरि अब गाइज। हामी निरन्तर आन्दोलनमा छौँ गाइज। हेर्नु ल रोके त हो रोकिन् त हामीले किन रोक्यौँ केटा। मान्छे यहाँ थोरै छ त।
उपभोक्ता अनि यहाँ लस्सी खान जाने कुराकानी भइरहेको छ है भाइहरूसँग टक्का लस्सी खान जाने होइन भाइ भाइ जा के बोल्छ यो फटा मान्छेहरूको सङ्गत गर्नु हुँदैन हो अब छिटो आउनु ओ भाइ अलिक छिटो आउनु अलिक छिटो ब्रो सरहरू पनि एकदम खटिराख्नु भएको छ यता रफडा पर्छ कि भनेर सबै गाइजहरू आउँदै हुनुहुन्छ होइन हामीलाई चाहिँ हल्का गर्मी भएको अवस्था छ इन्द्र चोकतिर लस्सी खान जाने कुराकानी भइरहेछ साथीभाइ केटाहरूसँग ल जाउँ है यता आउने यता यता के यता हो क्या लस्सी खान ए हो देखेछ हौ होइन जहाँ भए पनि लग्न चाहिँ लग के गर्ने र केटाहरूलाई बताओ सिटी बच्चा छ गाइस लस्सी खाँदैछौँ हामी चाहिँ अघि भिडियो गर्नै पाएन कपिराइट लाग्छ भने गाना बजिरहेको छ यहाँ गाना बजिरहेको चाहिँ मलाई थाहा थिएन कपिराइट लाग्छ नि त युट्युबमा अहिले चाहिँ बल्ल भिडियो गर्न पाइयो क्या ल खाइसक्यो अब सेकेन्ड ग्लास भयो हामीले चाहिँ लस्सी खाइवरी निस्किसकेका छौँ कता जाउँ अब ओ बाबु यहीँ यता छिर्ने एउटा नभए होइन यहीँ त छिर्ने एउटा नभए जाउँ लु लु हिँड भाइ आवा केटालु जाउँ लस्सी खाएर फर्किसकेका छौँ शीतल पनि भयो नभए त पसिनै पसिना आएको थियो हामी भएको ठाउँमा आइ पनि पुगिसक्नु भएको छ आन्दोलन गर्दै कता जाउँ अगाडि जाउँ भाइ अगाडि जाउँ जाउँ त अगाडि बढ्न चाहन्छु अगाडि बढ्न चाहन्छौँ हामी ल सबजना यता पछाडिबाट नि आउँदै हुनुहुन्छ सबजना यताबाट निरन्तर आन्दोलन शान्तिपूर्ण आन्दोलन यस्तै हो यहाँनिर फेरि जोड्दै गर्छौँ एकछिन पछि होइन क्रमबद्ध रूपमा आन्दोलनमा छौँ गाइज हामी यहाँ आइढक्कै इन्द्रचोकमा छौँ सम्पूर्ण व्यवसाय एक हो सम्पूर्ण कालीगढ एक हो सम्पूर्ण कर्मचारी एक हो विलासीय कर खारेज गर हिरापत्र लागेको 13 वर्ष दण्ड खारेज गर हिरापत्र लागेको 13 वर्ष दण्ड खारेज गर सुन्न लागेको विलासीय कर खारेज गर सुन्न लागेको विलासीय कर खारेज गर उपभोक्ता कर्मचारी कार्यरत व्यवसाय मन्त्री कानुन जारी गर उपभोक्ता कर्मचारी कार्यरत व्यवसाय
जारी कर सुनचाँदी व्यवसाय कार्यालय कर्मचारी एक हो सुनचाँदी व्यवसाय कार्यालय कर्मचारी एक हो सुन्न लागेको विलासिता कर खारेज कर राज्य आतंक बन्द कर सुनचाँदीमा राज्य आतंक बन्द कर सुनचाँदी पेसामा राज्य आतंक बन्द कर सुन्न लागेको विलासिता कर खारेज कर सुन्न लागेको विलासिता कर खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर लागेको विलासिता कर खारेज कर सुन्न लागेको विलासिता कर खारेज कर पेसा व्यवसाय जिन्दाबाद सुनचाँदी पेसा व्यवसाय जिन्दाबाद सुनचाँदी पेसा व्यवसाय जिन्दाबाद सम्पूर्ण व्यवसाय एक हो सम्पूर्ण व्यवसाय एक हो सम्पूर्ण कालीगढ एक हो सम्पूर्ण कर्मचारी एक हो विलासिता कर खारेज कर विलासिता कर खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर उपभोक्ता कर्मचारी कालीगढ तथा व्यवसाय मन्त्री कानुन जारी कर उपभोक्ता कर्मचारी कालीगढ तथा व्यवसाय मन्त्री कानुन जारी कर सुनचाँदी पेसा व्यवसाय जिन्दाबाद विलासिता कर खारेज कर सुन्न लागेको विलासिता कर खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर हिरा पत्थरमा लागेको 13% भ्याट खारेज कर सुन्न लागेको विलासिता कर खारेज कर हाम्रा सुनचाँदी व्यवसाय महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न साक्यज्यूलाई अगाडि म ब्यानरमा आउँदै हुनुहुन्छ उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु जोरदार तालीले स्वागत गर्न चाहे यसरी हाम्रो लाइनबद्ध बस्न चाहन्छु धन्यवाद अर्जुनजी अत्यन्त भव्यताका साथ यो र्यालीलाई नेतृत्व गरेर अगाडि बढ्दै हुनुहुन्थ्यो नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिद्वारा आयोजित यस विशाल र्यालीमा देशभरिबाट उपस्थित हुनुभएका आम व्यवसायीहरू कालीगढ कर्मचारी उपभोक्ता शुभेच्छुक शुभचिन्तक र पत्रकार महोदयहरू नेपाल सरकारले आर्थिक वर्ष 2082-83 को बजेट मार्फत नेपालका सुनचाँदी व्यवसायी हिरा रत्न पत्थरका व्यवसायीहरूलाई विभिन्न करको नाममा व्यवसायलाई अङ्कुश लाउने जुन निर्णय गरेको छ त्यस पश्चात नै नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समिति विभिन्न तरिकाले विभिन्न आन्दोलनको रूपमा अगाडि बढिरहेको कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु नेपालको इतिहासमा सुनचाँदी क्षेत्रमा अहिलेको जस्तो विकराल अवस्था सायद पहिला भएको थिएन होला 2068 सालदेखि सुनचाँदी व्यवसायको लागि भ्रष्ट नीति नियम आओस् भनेर हामी व्यवसायीहरूले सडक प्रदर्शनदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका थियौँ तर नेपाल सरकारले हामीलाई भ्रष्ट नीति नियम दिनुको बावजुद हेलो नजिक भयो नजिक धन्यवाद प्राविधिक गडबडी भयो त्यसका बावजुद पनि हामीले हाम्रा व्यवसायहरू गर्दै आइरहेका थियौँ तर आज यो व्यवसायको भ्रष्ट नीति नियम बन्नुको साटो उल्टो विभिन्न करको नाममा व्यवसायहरूलाई आतंकित बनाउने परिस्थिति सिर्जना भएकोले आज हामी देशभरिबाट यस व्यवसायमा सडक आन्दोलन यस व्यवसाय बचाउनको लागि सडक आन्दोलनमा आएका छौँ म कार्यक्रम सञ्चालनको लागि अगाडि बढाउन चाहन्छु नेपाल सुनचाँदी कालीगढ तथा व्यवसायी सङ्घर्ष समितिको सचिव म टङ्कबहादुर बराइली अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु आज हामी यस कोट सभामा छौँ हामी र्यालीबाट निकै थकित भइरहेका छौँ आज हामी यसमा यो कोट सभामा कुनै बस्ने ठाउँ नहुने भएकोले हामी आसन ग्रहण गराउँदैनौँ सबैले हामी आतिथ्यता ग्रहण गराउँदैछौँ क्रमशः यो आजको यो विशाल भेलालाई अध्यक्षता गरिदिनु हुनको लागि नेपाल सुनचाँदी व्यवसायी कालीगढ सङ्घर्ष समितिका संयोजक विपिन रामदामज्यूलाई हार्दिक अभिवादन गर्दछु। त्यसै गरी
यात्राकै क्रममा नेपाल सुन चाँदी व्यवसायी सङ्घका संस्थापक अध्यक्ष मणि रत्न साक्यज्यूलाई अतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठज्यूलाई अतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष माणिक रत्न साक्यज्यूलाई पनि अभिवादनसहित अतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका सल्लाहकार रुद्रबहादुर बराइलीज्यूलाई पनि आतिथ्यताको लागि अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी व्यवसायी सङ्घका पूर्व अध्यक्ष निरञ्जन साक्यज्यूलाई पनि म अतिथ्य ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष प्रेम कुमार विश्वकर्माज्यूलाई पनि अनुरोध गर्दछु। प्रेम कुमार सेन्चुरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व उपाध्यक्ष निर्मल विश्वकर्माज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व सचिव केश बहादुर सुनारज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व प्रवक्ता मनोज कुमार शाहज्यूलाई पनि अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका तृतीय उपाध्यक्ष प्रेम खातीज्यूलाई पनि अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। त्यसै गरी यस विशाल व्यावसायिक एकता र यो अहिलेको र्यालीलाई सहयोग गरेर र एकीबद्धता जनाइदिने संस्थाहरू पनि हामीसँग हुनुहुन्छ। यसै गरी एकीबद्धता तथा सहयोगी संस्थाहरूको नाम म क्रमशः पढेर सुनाउँदछु। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घ बागमती प्रदेशका अध्यक्ष हेमकुमार राईज्यूलाई पनि आतिथ्यताको लागि अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी नेपाल रत्न तथा आभूषण नेक्जाका अध्यक्ष सुमनमान ताम्राकारज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी काठमाडौँ सुन चाँदी व्यवसायी सङ्घका अध्यक्ष रोइना देवी साक्यज्यूलाई पनि म आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी कला व्यवसायी सङ्घका उपाध्यक्ष विष्णु भक्त बराइलीज्यूलाई पनि म अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी शिल्प व्यवसायी सङ्घका अध्यक्ष केशव बहादुर सुनारज्यूलाई पनि म अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी व्यवसायी सङ्घ केन्द्रका अध्यक्ष महेन्द्र रत्न साक्यज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी व्यवसायी सङ्घ ललितपुरका अध्यक्ष सुबिन बज्राचार्यज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय सुन चाँदी व्यवसायी मञ्चका अध्यक्ष डम्बर बराइलीज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी रत्न व्यवसायी सङ्घ नेपालका अध्यक्ष कृष्ण हमालज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी व्यवसायी सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष विजय रत्न साक्यज्यूलाई पनि आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी हस्तकला व्यवसायी सङ्घका अध्यक्ष श्याम कुमार दर्नालज्यूलाई पनि अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी नेपाल सुन चाँदी रत्न विवाह सङ्घका अध्यक्ष कुमार बुद्धराजज्यूलाई पनि यहाँ आएर अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी नेपाल सुन चाँदी यसै गरी गोकर्णेश्वर सुन चाँदी व्यवसायी सङ्घका अध्यक्ष गणेश तिरुवाज्यूलाई पनि अगाडि आएर आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै आतिथ्यता ग्रहण गर्ने क्रम बाँकी नै छ, यो चलि नै रहनेछ। अब यो विशाल भेलालाई सम्बोधन गरिदिनु हुनको लागि, स्वागत गरिदिनु हुनको लागि र आगामी रणनीति नेपाल सुन चाँदी व्यवसायी सङ्घर्ष समितिको योजना के छ यो सबै प्रश्न पारिदिनु हुनको लागि अबका वक्ता हुनुहुन्छ नेपाल सुन चाँदी व्यवसायी कालीगढ सङ्घर्ष समितिका संयोजक यस भेलाका अध्यक्ष विपिन रामदामज्यू। धन्यवाद साथीहरू। यो हाम्रो रहर होइन, यो हाम्रो पटक्कै रहर होइन। हामी आन्दोलन हुँदैछ, हामी चाहिँ थोरै यसो फ्रेस भएर आउनलाई फेरि गर्मी भएर उर्लो भयो। यता यता ओ मनु यता पर्तिर डुलेर चिज खाएर आउँछौँ हामी चाहिँ होइन गाई, साह्रै गर्मी भयो।
जाउँ बसन्तपुरतिर यसो हावा खाएर आउनु पऱ्यो यतातिर परतिर डुलेर नि गर्मी भयो बस्दा भाइ पानी पर्न थाल्यो हौ फेरि चिलायो फेरि यो चाहिँ लिएर कुदेको छौँ पानी पर्न पो थाल्यो त यहाँ त पानी छिराउनु थाल्यो यसो बसन्तपुरतिर डुलौँ है होइन फ्रेस कालु पनि आयो कालु भाइ आयो है सब होलसेल लाग्छ पैसा भए त किन्नुहुँदैन हुन्थ्यो पैसा छैन के गर्नु आऊ है केटा आऊ मेरो पछि आऊ हामी चाहिँ अलिक ओह्रा आइसकेको छौँ गाई त्यहाँनिर गाना बजिरहेको रहेछ अनि मैले त्यही भएर ब्लग अफ गरेँ किनकि त्यहाँनिर कपिराइट लाग्छ गाना बज्यो भने अब त्यति मजाले थाहा पनि छैन मलाई कता हो के भयो हामी त जाममा पऱ्यो त कस्तो राम्रो चाहिँ सबै बजार एरिया छ क्या त्यो प्रायःतिर गानै मजाले बजिरहेको छ यहाँ झन् कपिराइरहेको छ भनेर अब डराइरहेको छु म दिमाग खराब ट्याङ्क ट्याङ्क बजाएको छ त गाना त केटाहरूले फेरि अघि लस्सी खाएर 50मा आउँथ्यो 60 रुपियाँमा खाएर यहाँ 50मा आउँथ्यो क्या यिनीहरू यहाँ पनि पानी छिट्याउन पनि थाल्यो हामी ठ्याक्क बसन्तपुरतिर आइपुग्यो होइन भद्रकाली के भन्छ के मन्दिर छेउछाउ छौँ हामी मन्दिरको नाम चाहिँ थाहा छैन मलाई भद्रकाली हो भद्रकाली होइन यो भद्रकाली होइन यो हो र त्यो भद्रकाली आइपुग्न आँटिएछ हामी त के देख्यो मैले चाहिँ च्यापच्याप गर्छ त खुट्टामा त सा बन्दै रहेछ यहाँनिर छोराको गर्नुपर्छ बाबु भद्रकाली हो र यो भद्रकाली भन्छ क्या यो हो खै होला मलाई पनि थाहा छैन यो मन्दिर त्यस्तो नभए महाकाली भद्रकाली भद्रकाली भन्छ नि केटाहरूले अब के हो हामीलाई पनि थाहा छैन तर फुलकाली ल देख्न सक्नुहुन्छ ल गाइज मोबाइलै गतिलो छैन राम्रो भिडियोमा त के गर्नु यस्तै हो सुरुमा अब के हो पछि राम्रो मोबाइल किन्छु कमाएर है भाउ गाइज ल यहाँनिर आएर कता यता जान्छु म परिवारसँग परिवार हाम्रो भाइ आमा यस्तो डन भएर हिँडेको छ परिवार यताको माहौल त सुनसान छ त आज अनि आज के बार भयो सोमबार होइन आज स्ट्यान्ड किन्नुपर्ने हो त्यसमा त बाबु नखालै खेल्न चाहिँ नाच नि फेरि सङ्घको मान्छे आइपुग्न आँट्यो हामी चाहिँ ल आएछु ल बसन्तपुर आइयो हामी ट्याक्क लाएर
कति आन्दोलन मात्रै गर्नु त होइन केटा यसो हावा नि फ्रेस नै हुनु पऱ्यो नि त यहाँनिर बस्छौँ फोटोसोटो सुट गर्छौँ एक दुईवटा होइन ट्याक्का लाएर त ए भाइ फटा बोल्छ जब आयो भन न ऊ त्यहाँ पर छ क्या उता जाउँला न अहिले यता झन् मान्छेहरू कस्तो राम्रो ठाउँ छ क्या क्यामेरा हल्का पोस्टिदिन्छु लगाएछु म यो झन् मजाको ठाउँ छ है केटा यो भाइ यता आउनु यता छेउतिर आउनु त्यता बसौँ टक्कै यहाँ बसेर म चाहिँ सानो भ्लग बनाउँछु बसेर बोरिङ भएको अवस्था भयो अनि त्यही भएर टक्कै यता आयो है हामी त्यता घुम्न र डुल्न के भन्छ दरबार होइन यो खोइ के हो मलाई पनि थाहा छैन अब त्यतिकै यसो हावामा डुल्न आएको बसन्तपुर दरबार यही हो त नि खोइ थाहा छैन अब के गर्नु ल एक दुईवटा यसो एकछिनपछि आउँछौँ टोय साइड गएर हामी ट्याक्का लाएर हजुर पर्दैन एकछिन पखान अहिले खिचौँ न एकछिनपछि सबैजना ग्रुपै खिचौँ न ल टोय साइड जानु छ हामी टक्क एकछिनपछि आउँछौँ है त गाइज हामी चाहिँ टक्क लाएर अब बाटो लाग्यो बसन्तपुर घुम्यो टोय साइड गइयो उता गरियो सुसु गरियो अब हामी जान लाग्यो फेरि आन्दोलनतर्फ नै फर्किँदैछौँ गाइज हावा खान निस्केको थियौँ होइन ल जाउँ अब सुई जाउँ है सरसर जाउँ है उतै अब ल जाउँ है सरसर अब उतै ल हामी जाँदैछौँ ट्याक्का लाएर पेट लागेको छ ऊ गाइस पेट लागेको छ अलिक मोटो भएको छु भरे आउँछ भरे न भोलि पनि आउँछ अब एडिट गर्नु पऱ्यो नेट सेट हुँदैन घर नेटमा अनि झ्याउ हुन्छ क्या टक्का केटाहरूसँग घुम्न गएको ल यता हेर्दै अन्त ल केटा ओ हाम्रो सानो भाइ पनि छ नि बिचरा उसलाई अभिषेक लकान्द्री हो कता कतिवटा भने हजुर ल हामी ट्याक्कै वहाँ रियालीमा पुगेर भेटघाट गर्छौँ गाइज ट्याक्का लाएर गाइज हामी चाहिँ आइपुगेका छौँ यहाँनिर ट्याक्का लाएर रियालीमा आइपुग्यो अब होइन अगाडि भइरहेको छ रियाली आन्दोलन मनु बेबी यता छ मनु बेबी मनु हाम्रो मेरो एकजना दाई हुनुहुन्थ्यो यहाँनिर एकदम माया दाई यतै छु भन्नुहुन्थ्यो दाइले कता पो लस्सी खाने ठाउँ कहाँ छ अर्को यता हो यता आउनु दिदीलाई भन्नु नि बत्तीवाला कतापट्टि होइन्छ दादा
टक्क मेरो दाइसँग भेट भइसक्यो यहाँनिर मैले अघि तपाईँलाई भने ठिक छ म यतिकै हाल्छु नि फेरि काट्दिनँ दाइसँग भेट गर्न भनेको थिएँ नि मैले योभन्दा अगाडि भिडियोमा ल के छ दाइ काम धन्दा ठिक छ नि अहिले ठिकै छ है राम्रै हुँदैछ हामी सँगै बस्थ्यौँ पहिला अहिले दाइ यता न्युरोल सर्नु भएको छ म चाहिँ वहीँ बस्छु अनि दाइसँग नै भेटघाट भयो खुसी लागेको थियो यता पनि बस्दैछु भाइहरू गरी हेन्सम राम्रो आउनुभएको छ क्या यस्तो यो भिडियोमा यस्तै हो क्या यो मोबाइलै यो गतिले छैन ठिक छ होइन हेरौँ हुनुहुन्छ नि ड्याक्स दाईहरू पनि हुनुहुन्छ होइन त्यहाँ अघि बिचमा त्यो यी माथि हुन्छ होला अघि देखिरहेको थिएँ त्यहाँ माथि चस्मा लाएर पनि मोटो न मोटो होइन त म एकैछिन पछि फेरि देखाउँदै जानेछु गाइस ल त्यसलाई भिडियो रोक्दै गर्छु है दाइहरू छ नि टक्क भेटघाट भयो यता दाइको मेरो चाहिँ उत्रै हुन आँटेको अवस्था रहेछ म पहिला अहिले उत्रै हुन आँटिसक्यो ल यहाँ हामी अब लगभग सक्न पनि निशब्द भयो क्या म अहिले निशब्द भयो उसको पनि यहाँ पर्दै हाम्रो भिडाउनु पर्छ क्या हामी हाम्रो सँगसँगै अर्को भाइको दाइ भाइ हो क्या अर्को भाइ आयुष भाइ क्या उसकै दाजुभाइ छैन मेरो भाइ हो ए तर ऊ बस्नु अनारो सेल्फी लाग्यो मलाई तपाईँको भाइ हो यतिको चाहिँ ज्यान ठिक हो क्या यतिको नि तपाईँ पनि अब सुरु भइसकेको छ उसको नि सकिसक्यो सुरु भएछ पानी पर्न थाल्यो त हौ सकिने आँट है भिडियो अब लगभग म रोक्दै छु होइन ल अहिलेलाई स्थगित गर्छु म उहाँ दाइको पनि भ्लग छ है फेरि दाइको युट्युब च्यानल उहाँको मोन्टेज भइसकेको छ उहाँको फेरि गाइस पानी परेर यहाँ आन्दोलन चाहिँ रोकिसकेको छ यता पछाडि होइन ल भागारै भाग हुन आँटिसक्यो यहाँ अब कुदाको धुन आँटिसक्यो पानी ठुलै पर्न आँट्यो पानी पुरै कालो मैलो भइरहेको छ आकाशतिर आज काठमाडौँ डुबो हुन्छ होला अब लाग्दैन अब व्यवसायको खाद्यहरू नि लाग्दैन गाइस अब म फेरि आउँछु एकछिन पछि अहिले अब यहाँ पानी पर्यो अब चाहिँ दौडिनु पर्छ होला मोबाइल गोजीमा हालेर त है त जय नेपाल हामी चाहिँ गाडी पर्खिरहेको छौँ ट्याक्क लाएर अब रुम जाने आन्दोलन सकियो पानी पर्न थाल्यो पानी ट्याक अलिअलि छिट्याउनु थालेको छ पानी हामी चाहिँ गाडीबाट झरेरै आइसक्यो नेपाल डाँडा ट्याक्क लाएर होइन गाइस ल उता गुन्डा भयो हाम्रो नेपाल डाँडा आइसक्यो हामीलाई ट्याक्क लाएर आन्दोलन सकिवरी आइसक्यो होइन ब्रो ल गाइस अहिले फेरि भेट्नेछौँ हामी ट्याक्क लाएर आइपुग्यो